अहिले बिहानको ब्रह्ममुहूर्तको समयमा छु म। एकदमै शीतल हावा आइरहेको छ। यतापट्टि माथि जन्ते ढुङ्गो छ, जन्ते ढुङ्गो माथि टापुमा पुगेर नै आइसकेका छौँ। यतापट्टि बाटा छ, यता तलतिर सिँढी छ। यतापट्टि हाम्रो चाहिँ लाखुरीको रुख छ। यतापट्टि चिलाउने जस्ता रुखहरू, बोट बिरुवाहरू छन्। मैले यो किन तपाईँलाई जानकारी दिइरहेको भन्दाखेरि ब्रह्ममुहूर्तको समयमा हामी घरमा सुतेर बस्नु, टिभी हेर्ने समय होइन। ब्रह्ममुहूर्तको समयमा तपाईँहरू यस्तै प्राकृतिक निहाल्यो भने तपाईँलाई एउटा ऊर्जा अर्ग्यानिक ऊर्जा, त्यो भने प्राकृतिक ऊर्जा मिल्छ शरीरलाई। तलदेखिको माथि शरीरलाई ऊर्जा मिल्छ, जसको कारणले गर्दा तपाईँको दैनिकी एकदमै राम्रो फुर्तिलो हुन्छ। किनकि यस्तो ब्रह्ममुहूर्त समय यस्तो आउँदाखेरि तपाईँमा भएका ती नकारात्मक चिजहरू चाहिँ तपाईँले त्यो हावामा फ्याँक्नुहुन्छ र सकारात्मक ऊर्जाहरू तपाईँले लिनुहुन्छ। किनकि अहिले चराको चिरबिर पनि सुन्न सक्नुहुन्छ नि, होइन? मामा सुनिरहेको छ नि एकदम। यतापट्टि चाहिँ पानीका खोल्साका आवाजहरू सुन्न सकिन्छ। पातहरू बिस्तारै हलिरहेका छन्। बिस्तारै यो ब्रह्ममुहूर्तको समयमा पातहरू पनि बिस्तारै तेजले हल्या छैन नि, सुनसान छ, शान्त छ। गाडीको आवाज एउटै छैन, चराचुरुङ्गीको आवाज मात्रै छ। र भर्खर सूर्य उदाउनलाई तयारी अवस्थामा छ। किनकि अहिले अँध्यारै छ, अलिक उदाउने सुरुवातमै छौँ, हामी बिहानी पख छौँ। र तपाईँहरू पनि यो ठाउँमा आउन सक्नुहुन्छ। यो ठाउँ चाहिँ हाम्रो बनेपा 12 स्थित जन्ते ढुङ्गो हो। र यो चाहिँ भन्नुपर्दा तपाईँहरूलाई एकदमै आनन्द आउनेछ। मर्निङ वाक गर्ने, हेकिङ गर्ने। त मर्निङ वाक गर्दाखेरि तपाईँहरू चाहिँ जकिङ मर्निङ वाक गर्नु घन्टौँ 2-3 घन्टा गर्नुहुन्छ नि, तपाईँ पनौतीबाट मात्र 20-25 मिनटमा मर्निङ वाक आउनु पनि आइपुग्नु सक्नुहुन्छ, होइन? मात्र बनेपाको भित्री बजारबाट तपाईँको चाहिँ 30 मिनट लाग्छ बाई वाक। त्यहाँबाट नि आउन सक्नुहुन्छ। अनि अरू साथीहरू चाहिँ पिकनिक आउन सक्नुहुन्छ। विशेष गरी काठमाडौँ उपत्यका साथीहरू, भक्तपुरका, ललितपुरका साथीहरू र काभ्रेका अन्य ठाउँका साथीहरू चाहिँ यस ठाउँमा पिकनिक आउन सक्नुहुन्छ, घुम्न आउन सक्नुहुन्छ। अनि विशेष गरी युवा पुस्ताहरू चाहिँ तपाईँहरू चाहिँ अनुभव लिन चाहनुहुन्छ भने राइड पनि आउन सक्नुहुन्छ। ब्लग बनाउँदै विभिन्न गाउँ ठाउँ यो यहाँको भूगोल हेर्दै तपाईँ चाहिँ ब्लग राइड गर्न पनि आउन सक्नुहुन्छ। राइडरहरूको लागि भने चाहिँ सबैको लागि छ। यहाँ बुढापाखा पनि आउन सक्नुहुन्छ। किनकि गाडीमा सर आएर चाहिँ एउटा फ्यामिली आउने, चट्टा लाएर एउटा चौरमा बस्ने, पानी यहीँ छ, सट्टा प्राकृतिक बस्ने, बत्तीको लाइन यहीँ छ, सट्टा स्पिकर बजाउने, गाना बजाउने, गेमहरू खेल्ने, चट्टा आफ्नो फ्यामिली गेट टुगेदर गर्न पनि आउन सक्नुहुन्छ। सबै चिजले भरिपूर्ण छ। सम्पूर्णलाई चाहिँ हामी यहीँबाट स्वागतम गर्न चाहन्छौँ यो बनेपा वडा नम्बर 12 स्थित जन्ते ढुङ्गोमा, होइन त? एकदम सम्पूर्णमा चाहिँ सुस्वागतम छ है यो बनेपाको 12 को जन्ते ढुङ्गोमा भ्रमणको लागि। धन्यवाद।